गाइस सबैजनालाई नमस्कार। मेरो युट्युब च्यानलमा फेरि पनि तपाईहरु सम्पूर्णलाई स्वागत छ। आज चाहिँ म यस बीबीएस थर्ड इयरको व्यावसायिक वातावरण तथा रणनीतिक व्यवस्थापन भन्ने बुक रहेछ हाम्रो हैन, त्यसको फर्स्ट च्याप्टर व्यावसायिक वातावरणको परिचय भन्ने छ, इन्ट्रोडक्सन टु बिजनेस इन्भाइरोमेन्ट। यसको केही मैले बुझेका यहाँ बुकमा भएका केही तपाईहरुलाई पनि बुझाउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अब धेरै ठुलो गफ नगरिकन म आज हाम्रो पाठतिर जान्छु। कन्सेप्ट अफ बिजनेस इन्भाइरोमेन्ट भनेको रहेछ व्यावसायिक वातावरणको अवधारणा। अब यो हामीले व्यावसायिक वातावरण भन्ने बित्तिकै तपाईहरुलाई थाहा छ नि, सुरुमा व्यवसाय भनेको के हो भन्ने बुझ्नु पर्यो, त्यसपछि वातावरण भनेको के हो भन्ने बुझ्नु पर्यो। अनि त्यति व्यवसाय र वातावरण बुझिसकेपछि व्यावसायिक वातावरण के हो भन्ने त हामीले आफै बुझ्छौं, त्यो तपाईहरुलाई थाहा छँदैछ। म यहाँ सुरुमा के रे व्यवसाय भनेको के हो, व्यवसाय भनेको के हो यसो तपाईहरु सम्झिनु त। व्यवसाय भनेको के हो? व्यवसाय भनेको कुनै पनि मानिसले जुन क्रियाकलाप गर्छ, त्यो क्रियाकलाप गरे बापत उसले मुनाफा आर्जन गर्छ, धन प्राप्त गर्छ, आर्थिक उपार्जन हुन्छ, पैसा आउँछ। सरल भाषामा भन्नुपर्दा पैसा आउँछ भने त्यसलाई नै व्यवसाय भनिन्छ नि। कुनै पनि मानिसले, कुनै पनि व्यक्तिले कुनै कार्य गरे बापत उसलाई आउने आर्थिक उपार्जन या पैसा, आर्थिक उपार्जन भन्नु र पैसा भन्नु एउटा त्यो हुन्छ भने त्यसलाई व्यवसाय भनिन्छ के। त्यही नै हो व्यवसाय भनेको। हामीले सरल भाषामा ठेटमा बुझ्नु पर्दाखेरि यो अब वातावरण भनेको चाहिँ के हो त भन्दा, वातावरण भन्नाले चाहिँ व्यवसायलाई असर पार्ने आन्तरिक र बाह्य तत्वहरु हुन्। वातावरण भनेको त्यही त हो नि। सामान्य भाषामा भन्दा चाहिँ हामीले जुन बुझ्दै हाम्रो वरिपरि रहेका विभिन्न शक्तिहरु, घटनाहरु, परिस्थितिहरु हुन् जुनले चाहिँ हामीलाई दैनिक जीवनमा प्रभाव पारिरहेको हुन्छ, त्यसलाई चाहिँ वातावरण भन्छ। त्यो भने चाहिँ एकदम सरल भाषामा हो के, सरल भाषामा भन्नुपर्दा चाहिँ त्यो। तर अब हामीले त्यस्तो सरल भाषामा ब्याचलर थर्ड इयरको स्टुडेन्ट हो नि त, त्यस्तो थर्ड इयरमा पुगिसके पछाडि त अब त्यस्तो एकदम सरल भाषा त्यो 9 10 मा पढ्नेले जस्तो लेखेर त हुँदैन, हामीलाई त अलिक राम्रै चाहिन्छ। र त्यसको लागि चाहिँ हामीले अब के भन्नुपर्छ भने चाहिँ व्यवसायलाई चाहिँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पार्ने तत्त्वलाई वातावरण भनिन्छ के। त्यतिले मात्रै हुँदैन। अब यहाँनेरि म यहाँ बुकको पढि हेरौँ ल, त्यो मैले बुझेको भने। अब यहाँ बुकमा चाहिँ के छ, वातावरणले व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्दछ। वातावरणबाट व्यवसायले अनेक अवसरहरू, अपर्चुनिटीहरू पाउने गर्दछन्। त्यस्तो अवसरबाट व्यवसायले समयमा लाभ उठाउन सक्नुपर्छ, व्यवसायले समयमा लाभ उठाउन सक्नुपर्छ। साथै वातावरणले व्यवसायलाई चुनौतीहरू पनि पैदा गर्दछन्। त्यस्ता चुनौतीहरूको सक्षमतापूर्वक सामना गर्दै व्यवसायलाई सफलतापूर्वक अगाडि बढाउनु पर्दछ। यसबारे सही जानकारी पाउनको लागि व्यावसायिक वातावरणको अध्ययन तथा विश्लेषण गर्नु अत्यन्त जरुरी छ भनेको रहेछ क्या। यहाँ वातावरण, यहाँनेरि व्यवसायको परिभाषा दिएको छ, यहाँनेरि वातावरणको दिएको छ। तर मैले चाहिँ अब यहाँ मेरो नोट पनि हेर्नु, मैले गरेको नोट के गरेको छु ल। यहाँ व्यवसाय भनेको चाहिँ मुनाफा आर्जन गर्ने अभिप्रायले मानवीय क्रियाकलापलाई व्यवसाय भनिन्छ। यो त तपाईहरुले बुझिहाल्नु। व्यवसाय भनेको चाहिँ अब वातावरण भनेको चाहिँ व्यवसायलाई असर पार्ने स्थानीय तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय तत्त्व तथा घटनाहरूको सम्मिश्रण हो क्या वातावरण भनेको। अब हामीले व्यवसाय पनि बुझ्यौं, वातावरण पनि बुझ्यौं। अब यति भइसके पछाडि त व्यावसायिक वातावरण भनेको त हामीले बुझिहाल्यौं। यहाँनेरि के लेखेको छ, व्यवसायको सेरोफेरोमा रहेर सम्पूर्ण स्थानीय तत्त्वहरूको सम्मिश्रण हो जसले व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्दछ। यो मैले लेखेको, मैले बुझेर मैले त्यो लेखेको, तपाईहरुले पनि त्यही लेख्नुपर्छ भन्ने त छैन हैन। अब यहाँ बुकमा बेग्लै छ, यता मैले लेखेको बेग्लै छ, आफ्नो आफ्नो तरिका हुन्छ लेख्ने पनि। मलाई जे मैले बुझे मैले त्यो लेखे हैन, तपाईहरुले पनि त्यही गर्नु। मसँग यसको नोटहरु सबै छ, तपाईहरुलाई चाहिन्छ भने कमेन्ट गर्नु होला, म नोटहरु हाल्दिने छु।
के अरे व्यवसाय वातावरण र व्यावसायिक वातावरण त्यति त बुझिहाल्नु भयो होला सबैजनाले भन्ने आशा छ। अब हामीले के भन्यौँ भने यसरी व्यावसायिक वातावरणलाई दुई तत्त्वले प्रभाव पार्छ क्या, आन्तरिक र बाह्य तत्त्व। आन्तरिक तत्त्वले असर पार्नु भनेको चाहिँ व्यवसाय भित्रबाट नै नियन्त्रण गर्न सक्ने के। अब जुन जुन व्यवसाय भित्रैबाट चाहिँ त्यसले आन्तरिक भनेको चाहिँ आन्तरिक जुन व्यवसाय सञ्चालन हुँदैछ त्यो व्यवसाय सञ्चालन भएको त्यही व्यवसायबाट नै नियन्त्रण गर्न सक्छ भने त्यसलाई आन्तरिक भनिन्छ। बाह्य भनेको चाहिँ त्यो व्यवसाय अथवा त्यो सङ्गठन भन्दा बाहिर जुन सङ्गठन भित्रकोले चाहिँ नियन्त्रण गर्न सक्दैन क्या, त्यसलाई चाहिँ बाह्य तत्त्व भनेर बुझिन्छ। अब के यसको उदाहरण के दिउँ भने जस्तै आन्तरिक तत्त्व अन्तर्गत चाहिँ कुनै पनि सङ्गठनले योजना बनाएको छ, बुझ्नु है, कुनै पनि सङ्गठनले योजना बनाएको छ अनि समय बित्दै गयो, समय बित्दै गइसके पछाडि चाहिँ त्यसले वर्क गर्न सकेन क्या। त्यो अब योजना त बनायो तर त्यसले चाहिँ त्यही अनुसारले काम गर्न चाहिँ सकेन भन्दा त अब त्यसले त त्यो व्यवसायलाई त असर पार्यो नि त, त्यसको इफेक्ट पर्यो। अनि व्यवसायलाई त्यसले असर पार्यो, त्यो लङ लास्टिङसम्म गएन, त्यो भएन भने त मुनाफा आर्जन नै हुँदैन। मुनाफा आर्जन हुन सकेन भने त्यो योजना परिवर्तन गरेर अर्को नयाँ योजना बनाउनु पर्यो क्या। नयाँ योजना बनाएर नयाँ योजना लगाएर त्यसले चाहिँ आन्तरिक जुन व्यवसाय भित्रैबाट नयाँ योजना बनाउने र व्यवसायबाट नै त्यसले भएन भनेर नयाँ योजना फेर्नु पर्यो, हो त्यो चाहिँ आन्तरिक हो क्या, आन्तरिक योजनाभित्र पर्छ। त्यो चाहिँ त्यही व्यवसाय भित्रैबाट नियन्त्रण पनि गर्न सक्छ। आन्तरिक भने एकदम सरल भाषामा त्यही हो, बुझ्नु हो। बाह्य भनेको चाहिँ बाह्य योजना अन्तर्गत चाहिँ के पर्छ भने चाहिँ के अरे आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक तत्त्वहरू पर्छन् कि जसलाई नियन्त्रण गर्न सकिँदैन। जस्तै अब इक्जाम्पल के भने सरकारले चाहिँ ट्याक्सको दर बढायो अरे क्या, सरकारले ट्याक्सको दर बढायो भने त अब त्यो हामीले त अब परिवर्तन गर्न नियन्त्रण गर्न सक्दैनौँ नि त, त्यो त अब सरकारले नै गर्नु पर्यो क्या, त्यो हामीले गर्न सक्दैनौँ। अनि सरकारले ट्याक्सको रेट बढायो भने त व्यवसायीहरूको प्रडक्टको पनि त दाम बढ्छ, अनि दाम बढ्यो भने त्यसले व्यवसायलाई पनि असर पार्छ। त्यसैले अब त्यस्तै अरू कस्टमरको स्वाद र रुचिमा पनि परिवर्तन आयो अरे। अब कस्टमरको स्वाद र रुचिमा पनि परिवर्तन आयो भने त्यसले पनि व्यवसायलाई असर पार्छ अनि त्यसलाई नियन्त्रण गर्न पनि सकिँदैन नि त। अब यति भएपछि त तपाईँहरूले बुझ्नुभयो होइन, आन्तरिक र बाह्य भन्ने पनि बुझ्नु नै भयो होला भन्ने आशा राख्छु। मैले बुझेको चाहिँ यो तपाईँहरूले पनि बुझ्नुभयो होला मलाई जहाँसम्म लाग्छ। मेरो घाँटी सुकुन्जेल मैले कराएँ होइन, व्यावसायिक वातावरण भन्ने तपाईँहरूले बुझ्नुभयो भन्ने आशा गर्दछु। त्यही नै छ, अब यहाँनिर यो 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 त्यही नै छ क्या। अब यहाँनिर प्रणाली रहेछ बिजनेस सिस्टम भन्ने, अब यो पनि त्यही हो, यो बिजनेस सिस्टम त्यही इनपुट अनि त्यो कन्भर्जन आउटपुट, यो तपाईँहरूलाई थाहा छ होला। अब यो भनेको चाहिँ व्यावसायिक वातावरणको विशेषताहरूतिर जाउँ ल। अब यो त केही छैन त्यस्तो सिस्टम त तपाईँहरूले हेर्दा बुझिहाल्नुहुन्छ, नत्र मसँग नोटहरू छ, म त्यो नोटहरू तपाईँहरूलाई पठाइदिन्छु होइन। चाहिएको छ भने म्यासेज गर्नु होला, म पठाइदिनेछु नोटहरू बिस्तारै बिस्तारै, सबै त छैन, बिस्तारै बिस्तारै पठाइदिन्छु। जुन मैले यहाँ पढाएँ जतिको चाहिँ पठाइदिन्छु। फेरि पनि अब एकचोटि सम्झौँ है त होइन। अब व्यावसायिक वातावरण अनि त्यस पछाडि म यसको विशेषतामा जान्छु। व्यावसायिक वातावरणको म फेरि भन्छु एकचोटि मजाले ध्यान दिएर सुन्नु होला। व्यावसायिक वातावरण भनेको चाहिँ यहाँ मैले लेखेको भन्छु है त। व्यावसायिक वातावरण भनेको सङ्गठनभित्र र बाहिर रहेका ती सम्पूर्ण आन्तरिक र बाह्य तत्त्वहरूको योगफल हो जसले व्यवसायको सञ्चालन, व्यवस्थापन र सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ। यसले व्यवसायको लागि एकातिर नयाँ अवसर सृजना गर्दछ भने अर्कोतिर चाहिँ विभिन्न चुनौतीहरू पनि खडा गर्दछ। ट्याक्कै यो एक्जाम इम्पोर्टेन्स भनेको तपाईँहरूले यही लाइन लेखिदिनु भयो भने यो 2 मार्क्समा आयो भने 2 मार्क्स ठक्कै आयो। अनि यहाँ चाहिँ व्यावसायिक वातावरणका प्रमुख तत्त्वहरू स्रोतहरूले व्यावसायिक वातावरणलाई मुख्य दुई भागमा, अघि मैले भने तपाईँहरूलाई यो मैले अघि भनिसकेँ, आन्तरिक र बाह्य मैले अघि भनिसकेँ। यो पनि खासै त्यस्तो केही छैन, यो के अरे व्यावसायिक प्रणाली भने त यो बिजनेस सिस्टम पनि खासै यसको इम्पोर्टेन्ट भनेको चाहिँ अब यो हो क्या, यसको चारेस्टिस्टिक
अफ बिजनेस इन्भाइरोमेन्ट यो व्यावसायिक वातावरणको विशेषताहरू। अब व्यावसायिक वातावरणको विशेषताहरू अब त्यसभित्र यो भनेको चाहिँ व्यावसायिक सङ्गठनभित्र तथा बाहिर रहेका वातावरणीय तत्त्वको समग्र रूपलाई नै व्यावसायिक वातावरण भनिन्छ। अनि अर्को के भन्छ, व्यावसायिक वातावरणले व्यवसायलाई अवसर प्रदान गर्नु साथै चुनौतीहरू खडा गर्नु, त्यो अघि मैले भनिहालेँ त्यही हो। अनि व्यावसायिक वातावरणको प्रमुख विशेषताहरू चाहिँ यिनीहरू हुन्, हेर्नु होला मैले यहाँनिर सर्टमा गरिदिएको छु। 1 नम्बरमा जटिल, गतिशील, बहुआयामिक, दूरगामी प्रभाव, तत्त्वहरूको समायोजन, आपसी सम्बन्ध, पारस्परिक भन्ने छ। अब यो मैले एकदम यहाँ सर्टकट तपाईँहरूलाई बुझ्ने तरिकाले गरिदिएको छु के, यहाँनिर हेर्नु। अब यो मैले भनेर पनि बुझाउँछु होइन। जटिल भनेको छ व्यावसायिक वातावरण विभिन्न आर्थिक, सामाजिक, राजनीतिक, कानुनी र प्राविधिक तत्त्वको समायोजन भएकोले बुझ्न र विश्लेषण गर्न कठिन हुन्छ। यो अब कठिन त हुन्छ नै होइन। अनि व्यवसायलाई चाहिँ के अरे पूर्व अनुमान गर्न तथा बुझ्न पनि निकै अब जटिलै छ नि त। यसले अनेक तत्त्वहरूको प्रभाव पार्छ अनि वातावरणीय तत्त्व एक आपसमा झेलिएरै रहेका हुन्छन् अनि एक तत्त्वले अर्को तत्त्वलाई प्रभाव पार्छ। त्यो अवस्थामा त कुन तत्त्वले व्यवसायलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रष्ट रूपमा पूर्व अनुमान गर्न चाहिँ एकदम कठिन हुन्छ नि त। हो त्यही भनेको। अब गतिशील भनेको के छ, गतिशील भनेको निरन्तर परिवर्तन भइरहन्छ, त्यसैले व्यवसायले परिवर्तन अनुसार आफूलाई अनुकूल बनाउनु पर्छ, त्यो पनि भइहाल्यो। अब वातावरण एकदम गतिशील छ, यसको स्वरूपमा पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ, खास गरी आर्थिकमा, सामाजिकमा, राजनीतिकमा, प्राविधिक अनि वातावरणमा आउने परिवर्तन हो होइन। त्यो तीव्र रूपमा परिवर्तन आउने गर्छ अनि परिवर्तित वातावरणले व्यवसायलाई नयाँ नयाँ अवसर तथा चुनौतीहरूको सिर्जना गर्छ भने अर्कोतिर चाहिँ के गर्छ भने व्यवसायलाई चाहिँ गतिशील बनाइरहेको हुन्छ, त्यो पनि बुझिहाल्नुहुन्छ। अर्को बहुआयामिक भनेको यहाँ के ल्याउँछ भने व्यावसायिक वातावरणका धेरै आयाम आर्थिक, सामाजिक, राजनीतिक आदि हुन्छन् जसले व्यवसायलाई फरक फरक तरिका, त्यो पनि हो। अनि वातावरणीय तत्त्वले एक व्यवसायलाई अवसर प्रदान गर्छ भने अर्कोलाई चुनौती दिन्छ होइन। अनि एक प्रकार अनि त्यही तरिकाले चाहिँ फरक फरक व्यावसायिक संस्थालाई वातावरणले फरक फरक ढङ्गबाट नै प्रभाव पारेको हुन्छ नि त। खास गरी चाहिँ व्यावसायिक वातावरणमा आउने परिवर्तनले फरक फरक व्यवसायलाई विभिन्न तरिकाले प्रभाव पार्छ। त्यस अवस्थामा त्यस परिस्थितिमा चाहिँ वातावरणबाट आउने चुनौतीलाई समेत अवसरमा परिवर्तन गर्न सक्ने खुबी चाहिँ उद्यमीहरूमा हुनुपर्छ क्या, यो बहुआयामिक अन्तर्गत चाहिँ। अनि अर्को चाहिँ दूरगामी प्रभाव भनेको छ, यहाँ मैले के छ वातावरणमा आएको परिवर्तनले व्यवसायमा लामो समयसम्म असर पर्छ, त्यो पनि अब हो। अनि व्यवसायलाई चाहिँ के अरे वातावरणले दूरगामी प्रभाव पार्छ अनि व्यावसायिक परिवर्तनले कुनै पनि व्यवसायलाई सफल दिलाउँछ भने त्यही व्यवसायलाई बन्द हुने अवस्थासम्म पुर्याउन सक्छ नि त। अनि वातावरणको असर व्यवसायलाई दूरगामीसम्म पुर्याउँछ, त्यही नै हो। त्यही हो, वातावरणमा आएको परिवर्तनले पनि व्यवसायलाई लामो समयसम्म असर गर्छ, त्यही हो। अनि अर्को 5 मा के छ, यसको यो एकदम महत्त्वपूर्ण छ है, विचार गर्नु होला। अर्को के छ भने दूरगामी प्रभाव, यो अघि भयो तत्त्वको समायोजन होइन। अब तत्त्वको समायोजन भनेको चाहिँ के हो भने वातावरण भनेको आन्तरिक र बाह्य तत्त्वको समायोजन हो। जस्तै अब अनेक घटना, अवस्था र प्रविधिको यो फलको रूपमा वातावरणीय तत्त्वहरू रहेका हुन्छन् होइन, त्यही नै हो। अनि यहाँ सम्पूर्ण एक आपसमा जोडिएका हुन्छन्, एक तत्त्वको परिवर्तन अर्कोमा प्रभाव पर्छ, त्यही त। व्यावसायिक वातावरणका सम्पूर्ण तत्त्व एक आपसमा जोडिएका हुन्छन्, एक तत्त्वको परिवर्तन अर्कोमा प्रभाव पार्छ, त्यही हो तत्त्वको समायोजन भनेको। एकदम बुझ्ने गरी छोटोमा सर्टकटमा लेखिदिएको छु मैले, यो चाहिँ तपाईँहरूले मजाले हेर्नु होला होइन, अनि लेख्न सजिलो हुन्छ। अनि अब 6 नम्बरमा के छ, आपसी सम्बन्ध भन्ने छ। वातावरणका तत्त्वहरू एक अर्कोसँग सम्बन्धित भई संयुक्त रूपमा काम गर्छन्, त्यो पनि हो। अनि व्यावसायिक वातावरणभित्र चाहिँ अनेक पक्षहरू पनि हुन्छन् होइन, जस्तै व्यवसाय त्यो सञ्चालन गर्ने के भन्छ मालिक, व्यवसाय मालिक, उद्यमी, व्यवस्थापक अनि कर्मचारी, प्रतिस्पर्धी, ग्राहक, सरकार आदि हुन्छन् नि त। यी विविध पक्षहरू बीच अन्तर सम्बन्ध रहेको हुन्छ अनि उनीहरू बीच असल सम्बन्धले चाहिँ असल व्यावसायिक वातावरणको तर्जुमा पनि तयार हुन्छ क्या, त्यही हो यो आपसी सम्बन्ध भनेको। अनि पारस्परिक छ अर्को,
त्यो भने चाहिँ के छ, व्यवसाय र वातावरण बीच दोहोरो सम्बन्ध हुन्छ। वातावरणले व्यवसायलाई असर गर्छ भने व्यवसायले वातावरणलाई प्रभाव पार्छ। त्यो रहेछ। अनि व्यवसाय तथा वातावरण बीच पारस्परिक नै सम्बन्ध रहेको हुनुपर्छ नि त। अब वातावरणले व्यवसायलाई प्रभाव पार्छ भने कतिपय अवस्थामा चाहिँ व्यवसायले पनि वातावरणलाई प्रभाव पारिरहेको हुन्छ क्या। अनि कतिपय अवस्थामा चाहिँ व्यावसायिक प्रभावले पनि सकारात्मक तथा नकारात्मक दुवै हुन सक्छ। हो यही भन्छ। यो चाहिँ हामीले एकदम हेर्नुपर्छ। यो मैले सर्टकटमा बनाइदिएको छु यहाँ किताबमा पनि सर्टकटमै छ। अलि लामो छ तर यहाँ मैले चाहिँ छोटो छोटो गरेर मिलाएर गरेको छु। आजलाई यति नै। धेरै भिडियो लामो हुन्छ हैन। अर्को नेक्स्ट भिडियोमा चाहिँ म व्यावसायिक वातावरणको तत्त्वहरू त्यो पनि तपाईहरुलाई बुझाउन तत्पर भएर लागि पर्ने छु हैन। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न पनि चाहन्छु। अब मैले फेरि बीबीएस थर्ड इयर को बनाउँछु हैन। भिडियोहरु हेरेर साथ दिनु होला। तपाईहरुको अब एक्जाम पनि आउन आँटेछ। मसँग नोटहरु छ बीबीएस थर्ड इयर को। धेरै त मैले बनाइसकेको छैन, बनाउँदै छु। चाहिनेले चाहिँ मलाई त्यहाँनेरि कमेन्ट गर्नु होला। कमेन्ट गरेपछि म नोटहरु हाल्दिने छु है। हस् त धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा।
यसरी नै मेरो च्यानललाई तपाईँहरूले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु भयो भने तपाईँहरूलाई म यस्तै ज्ञान सम्बन्धी भिडियोहरू अरू पनि ल्याएर उपस्थित हुने नै छु। आजको लागि यति नै। हवस् त, धन्यवाद।